हाई गाइस, आज हामी गाउँ गएका थियौँ। गाउँमा हाम्रो इष्टमित्र आफन्तीजन व्यक्तिहरूलाई भेटेर हामी घर फर्किँदै थियौँ। घर फर्किने क्रममा बाटोमा अटो पाइएन, सो हामी पैदल यात्रामा थियौँ। जाँदा जाँदै 4 जना नानीहरू चिटिक्क परेर घर फर्किँदै थिए। नजिकै स्कुल भएको कारणले गर्दाखेरि आज सरस्वती पूजा भएको कारणले गर्दाखेरि नाचगान थियो, प्रोग्राम चलिरहेको थियो। सबैजनाहरू बाहिर जाँदै थिए किनभनेपछि प्रोग्राम सकि नै लागिसकेको रहेछ। अन्तिम भएको कारणले गर्दाखेरि म पनि जान सकिएन। सो 2 जना नानीहरूलाई देखेँ चौरको छेउमै, अनि उनीहरूको नजिकै गएर सोधेँ, हाई नानी भने। उनीहरू लजाउँदै उता फर्किहाले। त्यसपछि फेरि म पनि उनीहरूको पछि लागेँ। त्यसपछि सोधेँ, हाई नानी के छ खबर भनेर भने। नानीहरूले फेरि मसँग बोल्न लजाएर उनीहरू उता फर्किहाले। त्यसपछि फेरि नजिकै भए अनि कतिमा पढ्छौ नानी भनेर सोधेको। नानीले फेरि मलाई लजाउँदै भनिन् मैले 3 मा, उसले चाहिँ 2 मा भनेर भनिन्। त्यसपछि उनीहरू फेरि मसँग कुरा गर्न मानेनन्। सो मैले पनि उनीहरूसँग भिडियो बनाएन अनि यता आउँदै थिएँ। अनि राम्रा नानीहरू बाहिर गेटदेखि बाहिर निस्किँदै थिए। उनीहरूको मम्मी पनि जानुभएको रहेछ नाचगान हेर्नको लागि छोराछोरीको। सो म यतातिर फर्किहालेँ अनि सानो पप्पीलाई देखेँ अनि पप्पीलाई जिस्काएँ, हेलो पप्पी आऊ भने। नि पप्पी पनि खुसी हुँदै मेरो छेउमै आयो अनि मैले पनि भिडियो लिएँ उसको। त्यसपछि अनि म चाहिँ तलतिर लागेँ अनि तलतिर फेरि ग्राउन्डमा अनि अरू बच्चाहरू खेलिरहेका थिए। कोही फेरि घर जाने तयारीमा थिए भने कोही फेरि कुराकानी गर्दै थिए। अनि मैले माथिको पनि भ्यू लिन पर्यो भने मेरो भाउजूले हाई भन्नुभयो अनि मेरो मम्मीले पनि मलाई हाई भन्नुभयो। मेरो काले भद्दै फेरि उफ्रिँदै आयो तलतिर। अनि त्यसपछि फेरि हामीहरू घरतिर लाग्दा फेरि रमाइलो भयो। आजको भेटघाटी हाम्रो एकदम रमाइलो रह्यो आजको दिन। सो यति नै, बाई बाई, टेक केयर।